आदरणीय दर्शकहरू, नेपालको राष्ट्रिय राजनीति परिवर्तनसँगै अहिले विदेशबाट नेपाल आउने विदेशी नेताहरू अथवा विदेशी सरकारका नेताहरूको बढी छ। र पछिल्लो समय नेपालको सरकार परिवर्तनसँगै अमेरिकी विदेश मन्त्रीहरूको बढी भ्रमण भएको देखिन्छ। र आज मात्रै नेपालमा दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री समीर पल कपुर 3 दिने भ्रमणका लागि नेपाल आउँदैछन्। र उनी नेपाल रहँदा अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्र मन्त्री शिशिर खनालसँग उनले भेटवार्ता गर्नेछन्। मूलत उनले चाहिँ एमसिसी र एसपिपी लगायतका विषयवस्तुमा विशेष चर्चा गर्नेछन् र सम्भवतः उनीसँग समय भए प्रधानमन्त्री बालेन शाहलाई पनि भेट्ने भन्ने छ। तर पछिल्लो समय अमेरिकी मन्त्रीहरूको नेपाल भ्रमण अत्यन्तै उद्वेग लाग्दो छ। यो सँगसँगै चाइनाले पनि चासो देखाएको छ। र आज आउने मन्त्रीले 9:30 बजे शिशिर खनाल र 10 बजे स्वर्णिम वाग्लेसँग भेटघाट गर्ने कार्यक्रम छ। र दुईटै मन्त्रीसँग एमसिसी एसपिसी लगायतको विषयमा उनले भेटघाट गर्नेछन्। र उनी 9 गते मात्रै आफ्नो स्वदेश फर्किनेछन्। र उनी निकै कुटनीतिज्ञ र निकै बौद्धिक व्यक्ति पनि हुन्। उनी निकै कुटनीतिको माहिर छन् र दक्षिण तथा मध्य एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री हुन्। र उनको नाम चाहिँ समीर पल कपुर हो। र उनी दुई मन्त्रीसँग भेटघाट गरिसकेपछि उनी गोप्य रूपमा पनि अरू नेताहरूसँग पनि भेटघाट गर्ने कार्यक्रम समाचारमा उल्लेख भएको छ। र दुई मन्त्रीसँग भेटघाट गरेसँगै समीर पल कपुर आज पाटन दरबार लगायतका दरबार घुम्ने कार्यक्रम पनि छ। र उनी निकै चर्चित र राष्ट्रपति डोनाल्ड ट्रम्पको नजिकका पात्र पनि मानिएका छन्। र आज उनीले चाहिँ मध्य र दक्षिण एसियाका नेपाल लगायत यस्तै राष्ट्रहरूसँग उनले बढी कुटनीतिकमा माहिर व्यक्ति हुन्। र उनले आज दुई मन्त्रीसँग भेटघाट गर्नेछन्। र उनको भेट निकै महत्त्वका साथ हेरिएको छ।